चाहिँ खरसाङ बजार गाडीमा जाँदाबाट छ। यो चाहिँ अब त्यो खाएर चाहिँ हामी कुद्दै आउनु। र आज चाहिँ हामी होइन दादा दादा म चाहिँ तल के अरे गौरी शङ्करबाट हामी चाहिँ खरसाङसम्म भ्यानमा जाँदैछौँ। तर त्यहाँदेखिको उकालो चाहिँ अम्बटे भाइ अम्बटे हामी मन्जु जाने प्रयासमा छौँ हिँडेर बाई फुट। सो स्टे ट्युन। हामी खरसाङ आइपुग्यौँ होइन। यहाँ दादा यहाँ छ। सो चाहिँ दादा छ अर्को। यो चाहिँ खरसाङ स्टेसन यहाँ पछाडि। सो यो ओह्रालो चाहिँ हामी टक्क यो ओह्रालोबाट चाहिँ मिरिकको गाडीहरू पनि पाउँछ होइन। तर हामी जाँदैनौँ आज गाडी पनि छैन। हामी चाहिँ हिँडेरै जाने। र आज चाहिँ जाम चाहिँ यतिको छ। मान्छे छिर्ने जग्गा पनि छैन हो। गाडीको पनि त्यस्तै जाम मान्छेको पनि त्यस्तै जाम। अगाडिबाट पनि आउँदैछ त्यत्तिकै हेर्नुहोस् जाम जाम देख्नुभयो होला। हामी चाहिँ खरसाङ बजारबाट ओह्रालो यो कता भन्छ यसलाई स्ट्यान्डपट्टि आउँदैछु। हेर्नुहोस् त लु यो चाहिँ हाम्रो एनर्जी ड्रिङ्क हो ओह्रालोको लागि। यो एनर्जी ड्रिङ्क हाम्रो यो हिँड्दाखेरि खाने। यो खाएर चाहिँ हामी कुद्दै आउनुपर्छ अब हो ओह्रालो एक ठाउँ नबिसाइ। यो देख्नु हुँदैछ होला तपाईँहरूले खरसाङ। यो चाहिँ खरसाङ बजार एरिया। सो हामी चाहिँ कहाँ आइपुग्ने हो के भन्छ यो ठाउँलाई? यो खरसाङ बजारको अलिक तल हो। अन्त एउटा चाहिँ थाहा छ मलाई यहाँ मुनिदेखिको चाहिँ यस्तो बाटो छ त्यो चाहिँ अब उस तल हो। यो चाहिँ लभ रोड भन्छ यसलाई चाहिँ लभ रोड। यहाँ एउटा बाइक आयो। यो चाहिँ खरसाङ थाना हो। यहाँ चाहिँ सिस्नो गाडी हो। यो चाहिँ एबेन्डोन बिल्डिङ्सहरू हो। यहाँनिर चाहिँ यो चाहिँ खरसाङको एसडिओ अफिस यताबाट जान्छ। पहिला चाहिँ हामी मिरिकबाट यहाँ आउनु पर्थ्यो केही अफिसियल कामहरू लिएर होइन। अब गोर्खा सर्टिफिकेटहरूको लागि पनि हामी यहाँ आउनु पर्थ्यो। अहिले चाहिँ तर मिरिकमै छ सबै कुरा। यसको लागि चाहिँ अब वी आर भेरी थ्याङ्कफुल। हेर्नुहोस् यो चाहिँ ग्रेभयार्ड हो खरसाङको। के क्रिस्चियनहरूको है यो त? यो चाहिँ क्रिस्चियनहरूको ग्रेभयार्ड हो रहेछ होइन हो। किनभने यहाँ देख्नु हुँदैछ सबै क्रस छ सबैको कपुरमाथि। के अरे दा? टप बेस्ट क्वालिटीको यहाँ चाहिँ टप क्वालिटीको टी लिभ्स पाउँछ। चियापत्ती भन्छ नेपालीमा चाहिँ। हामी चाहिँ अब अङ्ग्रेजले छोडिराखेको हो नि त। एउटा चाहिँ टी लिभ्स भनिदिएको। अब चाहिँ हामी कहाँ आइपुग्यौँ? खरसाङलाई बाई बाई भन्दै अम्बटेपट्टि छिर्यौँ। यताबाट अम्बटे पुग्छ। यताबाट चाहिँ तपाईँको दुधे के भन्छ पानीगट्टा के अरे त्यो पङ्खाबारीहरू कसैले पढ्नु जान्दैन नि त। अब चाहिँ हामी छिर्यौँ अम्बटेपट्टि। दादाहरू छ होइन। त्यहाँदेखिको यहाँनिर चाहिँ एउटा ग्राउन्ड छ। त्यहाँनिर चाहिँ अब हिल्सको एउटा जनामाना अब एउटा फुटबल टिम भनौँ यो केएफसी उनीहरूले प्र्याक्टिस गर्थ्यो पहिला। अब अहिले त गर्छै गर्दैन। त्यो चाहिँ अब यताबाट जान्छ यो बाटो होइन। हामी चाहिँ यताबाट जानुपर्छ यो। र अब चाहिँ गाउँ सुरु भयो। हामीले चाहिँ सहरलाई टाटा बाई बाई हानिदिइसकेको छौँ खरसाङ सहरलाई। सो हावा पनि मजाको आउँदैछ यता। अर्ग्यानिक हावा हो यो एकदम। र अब चाहिँ रोडहरू पनि अब कसो भेटिन्छ चाहिँ हामी तपाईँलाई देखाउँछौँ होइन। अन्त हामी चाहिँ किन हिँडेको आज भन्दाखेरि चाहिँ गाडीमा जानु पनि सक्थ्यौँ बोलाएर। तर एउटा नस्टाइल्जिक हुन्छ नस्टाइल्जिक फिल आउँछ। पहिलातिर अब जहाँ पनि जाँदा हिँडेरै जान्थ्यौँ हामी। सबैकोमा अब त्यो गाडी घोडा थिएन। अहिले सबैकोमा गाडी घोडा आएकोले चाहिँ सबैजना अल्छी भइसकेको छ। अल्छी पनि होइन त्यो अब एउटा अब समय बित्दै जाँदा एउटा उयस पनि हो होइन। सो आई कन्टिन्यू द ब्लग। सो तपाईँहरू हेर्दै गर्नुहोस् होइन गाइस। अब चाहिँ सुरु भयो तपाईँको अम्बोटिया टी गार्डन होइन। हेर्नुहोस् तपाईँहरूलाई म दामी दामी सिनहरू देखाउँछु। लेट मी सो यू वाइ वी केम बाई फुट
हामी चाहिँ यिनीहरू किन आएको भनेपछि अब यस्तो सिनहरू छ हेर्नुहोस्। हामी चाहिँ यो गाउँ भएर जानुपर्छ, बाटो तल यताबाट छ। हावा पनि मजाको आउँछ डाँडामा भएकोले गर्दा। सो तल हेर्नुहोस्। सो अब चाहिँ अम्बटे छिर्ला जस्तो भयो, हामी अम्बटे छिर्ला जस्तो होइन छिरी गयो अम्बटे। अम्बटे यो चाहिँ अम्बटे नै भन्छ यसलाई पनि, तर मेन गाउँ चाहिँ तल तल यो हो। यो चाहिँ अब मजाको छ यो ग्राउन्ड चाहिँ, अब ठुलो छ ग्राउन्ड पनि होइन, वरिपरि घरहरू छ मजाको, टप ग्राउन्ड हो, क्लिन पनि छ एकदम होइन। दामी दामी फुटबल म्याचहरू हुन्छ यतातिर चाहिँ। सो स्टे ट्युन्ड। अहिले चाहिँ सर्टकटको हालत पनि यस्तो छ हेर्नुहोस्। हामी हिँड्दाखेरि हामी पहिला अब हामी हिँड्दा त के सबैजना पहिला हिँडेकै हो, हिँडेरै ओहोरदोहोर गरेकै हो। त्यति बेलातिर यसरी झ्यारहरू हुन्थेन कि सर्टकटतिर बाटोतिर। अहिले त अब मान्छेले रोडमै अब गाडी रोडमै चल्छ, सर्टकटमा चल्ने होइन। अन्त त्यही भएर चाहिँ हामी हिँड्दाखेरि चाहिँ अब सर्टकटमा चाहिँ अब यसरी झ्यारहरू हुन्थेन क्या, अब चिल्लो एकदम सफा हुन्थ्यो। अब डेली हिँडेपछि त्यस्तै हुन्छ होइन। अहिले चाहिँ यस्तो छ हालत। सो नानी बाबा हो, तपाईँहरू पनि हिँड्ने गर्नु। हामी चाहिँ अहिले यहाँनिर सर्टकट हिँड्दैछौँ। कहाँ भन्दाखेरि अब अहिले मैले भाइलाई भेटेको थिएँ होइन, भाइले चाहिँ अब हामीलाई सर्टकट भनिदिनु भयो। वी आर भेरी थ्याङ्कफुल फर द्याट। अन्त हामीले चाहिँ साथी बोलाइरहेको छौँ। हामी चाहिँ अम्बटे अलिक बिचमा आइपुग्यौँ होइन, हेभी गलिरहेको छ होइन। दादाहरू हिँड्नु हुँदैछ यहाँ। दादा अलिकसम्मको एक्सपिरियन्स भनिदिनु न। पहिलाको याद आयो क्या, अम्बटे त्यसो अम्बटे होइन, अम्बटे प्लेग्राउन्ड एकछिन खेल्नु चाहिँ लेमी जुम। पहिले होइन। दिस इज माई फेभरेट सङ। मेरो दादाको चाहिँ फेभरेट सङ हो यो चाहिँ, सबैलाई याद छ हाम्रो गाउँमा। किनभने दादाको कलर ट्युनदेखि लिएर रिङटोनसम्म यही गीत छ होइन। हामी चाहिँ यसरी बाटो हिँड्दैछौँ, यो बाटो हिँड्दैछौँ। इफ एनी वान नोज दिस वे होइन, हामीलाई कमेन्ट गर्नुहोस्। किनभने हामीले यो भ्लग चाहिँ होइन, मैले चाहिँ यो भ्लग चाहिँ अब त्यो सिङ्गुलर हाल्दिनँ, कलेक्टिभली हाल्छु होइन। दादाले अब बोइलर लिएर जानु हुँदो रहेछ होइन।